धन सबैसँग नहोला तर निधन सबैको हुनेछ। पैसाको घमण्ड नदेको मेरो प्यार, एक दिन हामीले जानुपर्छ। हामी खाली आएको खाली जानेको पैसा भनेको त यो संसारमा जबसम्म छौँ तबसम्म हामी नाङ्गै आएको नाङ्गै जाने। हामी केही लगेर जाँदैनौँ तर हामी मरे बेला माजा खाजा हाल्छौँ, अनेक किसिमले पर्छ। त्यसै भएर मन सफा हुनुपर्छ। झन् धन जति भए पनि तर मन सफा छैन भने त्यो धनले भइहाल्छ। त्यसैले धन छैन मन सफा छ भने त्यो धनभन्दा पनि ठुलो मन ठुलो साथी हो। त्यसै कारणले मन ठुलो गर्नुपर्छ। संसारमा अरू त्योभन्दा ठुलो केही होइन। हामी खाली आएको खाली जाने। पैसा ठुलो कुरा हो, धन सम्पत्ति ठुलो कुरा हो, मन ठुलो। गरिबसँग एउटा मन छ भने के भन्छ, धनीसँग एउटा मनै छैन, उसमा अरबौँ पैसा छ भने उसमा मन छैन